सहरतिरका गोहरू के खान्छ नि मेरो। यसको नाम सिधुरे, यसको नाम बिदुरे। यस्तो जोत्नुपर्छ हो कि नै? सिधुरे तिमीहरूको अब सक्यो बेडा हो दिन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म खेत जोत्न जानु लाग्यो। म जान्छु यहाँबाट एक्लै गएर उता अङ्कल बाजे तिनजना गइसक्नु भयो। म गएर जाने हो खेत जोतेर एकछिनमा फर्किनु पर्छ। फेरि दामी नै हुन्छ होला सायद भ्लग। अझै मेरो कान्छु बाजे गोरु जानु लाग्नु भयो रहेछ। बल्ल जान्ने अहिले भाउने कहिले भाउने तिमी? म तपाईँको अङ्कल आउनु भएन? अन्त बिस्तारै आउनुहुन्छ, हिँड्न सक्नुहुन्न नि त बुढो मान्छे। म चाहिँ छिटो जान्छु अगाडि। अब खेत जोत्नु पर्ने हुन्छ आज चाहिँ। सिधै गाह्रो छ गाउँमा बस्नलाई चाहिँ। पानीको धारा रहेछ सानो, हिँड्यो भने शरीर तात्तिन्छ कि पुरै। शरीर तात्तिएर फेरि पसिना खलखल बग्न सुरु भइहाल्छ। सिक्नु होला हलोसालो जोत्न, काम लाग्छ नि त कहिलेकाहीँ। काम कहिलेकाहीँ भन्दा पनि अब हामी गाउँतिर बस्ने मान्छेले सिकिराख्नुपर्छ कि सबै। नजिकै पुगिसक्यो म खेतको। अब म जानुपर्ने चाहिँ उता हो उयो। के गर्ने, छोरा मान्छे भएपछि गर्नै पर्यो, सबै कुरा सिक्नुपर्छ भन्छन् होइन। सिकिरहेको छु थोरै। पहिलेदेखि काम गर्न थाले भए त गरिन्थ्यो होला है। आजकल चाहिँ कस्तो हुन्छ कि कामै नगरे हो नि त पहिलेदेखि। अनि कहिले पर्रो पुग्नुपर्छ, कहिले दाउरा, कहिले केही, कहिले उकालो, कहिले ओह्रालो। गाउँतिर यस्तै त हो नि होइन। अनि त्यो भएर म चाहिँ अलिअलि, धेरै त आउँदैन मलाई, थोरै भयो भने सिकिरहेको छु। गाउँ अब म आएको 3 महिना भइसक्यो नि त। गाउँ आएको 3 महिनामा मैले धेरै लगभग केही नभने नि 100मा 50% चाहिँ मैले काम गर्न सिकिसकेको छु। 50% बाँकी छ, त्यो पनि सिक्छु। आएर फेरि गाउँमै बस्ने हो नि त। अहिले जति जता गए पनि अहिले त पैसा कमाउनु पऱ्यो पहिला सबैभन्दा। पैसा नभए त केही छैन जिन्दगी होइन। कहिले पनि टेर्दो रहन्छ कि पैसा भएन भने न घरभित्रको फ्यामिलीले हेर्छ, न बाहिरको साथीहरू हुन्छ नि त। कसले पनि हेर्दो रहन्छ क्या। बल्ल आएर बुझ्दैछु म चाहिँ। अनि भोलिदेखि इक्जाम पनि छ नि त फेरि। अब इक्जाम छ 11को। इक्जाम सकिसकेपछि चाहिँ फेरि फ्री हुन्छु। अनि त्यसपछि चाहिँ भ्लग हाल्छु होला। चाहिँ अब खेतमा पुगिसकेँ। हाम्रो खेत चाहिँ यही हो। हाम्रो काका बेचोक छ, 200 हाल्यो नि क्या भर्खर। हलो बिग्रेर हलो बनाउनु हाम्रो बाजे पर्रो फिच्दै हुनुहुन्छ। यो खेत अनि उतापट्टि छन् 2-3वटा। साटसुट भएर हामी यहाँबाट निस्किन्छौँ। बज्यो खै कहाँ जानुभयो? जोत्नुहुन्छ एकछिन, म चाहिँ एकछिन बस्छु। अनि त्यसपछि फेरि जोत्छु होला। हेर्नु पऱ्यो राज्यले नि टरेको त। पहिला त जमाना फोपर सोधी भएको थियो। 5 सालबाट पनि दिलो कसोबाट पऱ्यो पुग्यो। पैसा खत्तै छ। म फालिकन एउटा यसो हिँड्नै कि जहाँबाट फाल्यो नि एउटै त हो त नि। एक साइड भयो भने यो यहाँबाट जाँदाखेरि भयो नि। तलको सकाएर अब माथिल्लो 2टामा आयौँ। 2-3वटा अझै बाँकी छ। टाइम बहुत लाग्छ एउटै खेत पाउन। यो खेतलाई 2 घन्टा लागिसक्यो भने फेरि छानो टाढा छ नि त। त्यो छेउदेखि त्यो छेउसम्म टाढा छ। 2 घन्टा लाग्यो। अब यो एकछिनमा भाल्नुपर्छ सक्यो भने। अनि त्यो सक्यो भने बल्ल घर गइन्छ। त्यो के अरे यहाँ थोरै काम गऱ्यो पनि पसिना बहुत आउँछ।
बहुत गऱ्यो भने त खत्तम भइहाल्छ म पसिना बग्नाले हैरान हुन्छ। भ्यू टावरको टाउको माथि ल्याएँ अब हामी चाहिँ यहाँबाट भाइ सकाएर पुरै हामी चाहिँ निस्किनु लाग्यो। घरतिर जानु पर्यो, एकछिन फ्रेस हुनु पर्यो, नुहाउनु जानु पर्ला। अब सोचिरहेको छु बल्ल सल्ल खोलिसक्यो, बल्ल पुऱ्याउनु जानुपर्ने हो कि केही थाहा छैन। हे दुइटा डेन्जर छ नि। फेरि यहाँ फसिसक्यो म चाहिँ आज के गर्नु, थाक्ला बेला झन् थाक लाग्ने काम हुन्छ। अङ्कल गइहाल्नु भयो, मेरो जिम्मा यो फेरि योदेखि त्यहाँसम्म त्यो लास्टसम्म खेत जोत्नै पऱ्यो। के गर्नु गाह्रो छ, गाउँमा गरेर खानलाई गाह्रो छ। लास्टै गर्मी लास्टै भएर ल हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँ छु। सिधुरे र बिदुरे चाहिँ यहाँ छन्। अब के गर्ने, यस्तो छ हालत। त्यही सिक्नुपर्ने हुन्छ क्या। भोलि यस्तो केही गरेर खान सक्दैन भने पनि भोलि आएर गाउँमा फर्किन्छ। अनि आफ्नै खेत कमाएर खाइन्छ क्या अरे, त्यही त हो नि। त्यही भएर सिकिराख्नुपर्छ। सिकेपछि चाहिँ कहिले पनि मर्दैन अरे क्या। सिधुरे कि जोत्या जोतेछु अलिक कम हिँड्छन् नि त, त्यही भएर अलि बिस्तारै बिस्तारै गरेर यो सकाएर म चाहिँ निस्किन्छु। मेरो पेटमा पनि भोक लागिसक्यो, बिहानै भात खाएर आएको थोरै। कहाँ सालिराम ए डिब्बा यहाँ ए यहाँ तेरो नाम के हो? ए त्यो नाम के हो? डर मान्छेस् मेरो है? यता गइसक्यो यता साइड योभन्दा उता सकायो। अब योभन्दा उता बाँकी छ। आएर त्यो आज मरियो के गर्नु। अब चाहिँ म फेरि पल्लो जोत्न सुरु गर्छु। त्यो के अरे गाउँमा बस्यो आयो हल्लियो डुल्यो, यस्तै गर्दै दिन बित्या थाहै हुन्न क्या अरे। 3 महिना गएको थाहै छैन मलाई। अब यत्रो यहाँ तलको त्यो जोत्यो, यहाँ अब यो जोत्तिन्छ। त्यसपछि म चाहिँ जान्छु। थाकत्ती लागिसक्यो, भोक पनि लागिसक्यो पेटमा। तिमीहरूको अब सक्यो केटा हो दिन है। यिनीहरूको केटाहरू यिनीहरू भनेको केटा हो। यसको नाम सिधुरे, यसको नाम बिदुरे। सिधुरे बिदुरे दुइटै यहीँ छन्। आएर अब हलो यहाँ फालेछु। एकछिन थान्दिउँ न होइन, हामी जस्तै मान्छे जस्तै नभए पनि यिनीहरूलाई पनि भोक लाग्छ, यिनीहरूलाई पनि थाक लाग्छ नि त। त्यो भएर एकचोटि पराल हालिदिउँ भनेको। पानी प्यास लागिरह होला, बिहानदेखि केही पनि खाएन नि, त्यत्रो जोत्यो यो जोत्तिन्छ। पानी अब सायद उता लगेर घर छोड्नुपर्छ कि बल्ल। हाम्रो होइन नि त, अर्कासँग मागेको। हाम्रो दुइटा थियो, एउटा यहाँ खसेर मऱ्यो भन्दै हुनुहुन्थ्यो। अनि एउटा चाहिँ हिजो अस्ति बेचिदिएको बल्ल चाहिँ उयो
घरदेखि तल उयो डाँडासम्म चाहिँ हाम्रै हो कि यत्रो सानो भाइहरू पनि खेती लगाउँछन् क्या गाउँतिर बजेल चाहिँ त्यहाँबाट तिलको ल्याएर आउनु भएको रहेछ खाइदिन्छौँ धेरै यस्तो खान पाइन्छ हाम्रो गाउँतिर सहरतिरका गोहरू के खान्छौ तिमीहरू हेर यस्तो खानु पाइन्छ यस्तो जोत्नुपर्छ होइन काले यस्तो जोत्नुपर्छ हो कि नै यस्तो जोत्नुपर्छ यस्तो खान पाइन्छ गाउँमा रमाइलो छ के अलिअलि काम गर्नुपर्छ अलिक दुःख लाग्ने हुने कुरो त्यही हो न धेरै गाउँमा यता आएर हरियाली उता आएर हरियाली है भ्यूको दामी देखिन्छ नि त हेऱ्यो बस्यो चित्त बुझिहाल्छ जति थाक लाग्यो पनि काम सक्यो भने फेरि खत्तम सकिन लागिसक्यो भाइ आएर मलाई धेरै रात भएछ सो फाइनली चौक चाहिँ हामी चाहिँ निस्किसक्यौँ होइन पक्काएर खनेर यस्तो पारामा यो खनेर बजेर म बाजे चाहिँ बल्ल पुऱ्याउनु जानुभयो बल्ल चाहिँ माथि नाइबुढा बाजेको हो नि त त्यहाँ पुऱ्याउनुहुन्छ पुऱ्याएर घर आउनुहुन्छ अब हामी यहाँबाट सिधै घर जान्छौँ हजुर म र म त्यही हो थाक लाएर हैरान भइसक्यो भोलिदेखि फेरि इक्जाम स्टार्ट छ 11 को हाम्रो के चक्लेट खोले घर गएर नुहाउने हो नुहाइसकेपछि आनन्दले सुतिन्छ फेरि अब सिधै बेलुका उठेर भोलिदेखि इक्जाम छ रेगुलर छ 23 गतेसम्म काम आज जान लाग्नुभयो हाम्रो बात चाहिँ हो त्यहाँ माथि जानु माथि चिन्नु भएन मलाई म चाहिँ घर पुगिसक्यो फाइनल्ली थाक लाएर भोक लाएर सबै एकैचोटि भए कस्तो लाग्छ भिडियो प्रत्येक याद दिन नभुल्नु होला लाइक कमेन्ट सेयर भइको सब ठोकिदिनु होला यति भन्दै आजको भ्लग यहीँ म इन्ड गर्छु